गाइज, आज म फेरि मेरो मिनी भ्लग लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म, मम्मी अनि बुवा चाहिँ हामी वेरबी पार्क जाने भनेर निस्किँदैछौँ। बट वेदरले चाहिँ हल्का अलि हामीलाई च्यालेन्ज गरिरहेको छ आज, किनकि पानी चाहिँ आउने जाने भइरहेको छ एकदमै। अनि तैपनि होइन, आज चाहिँ मेरो डे अफ थियो अनि त्यही भएर होइन निस्किनुपर्छ भनेर चाहिँ हामी चाहिँ पार्कै जाऊँ न त त्यसो भयो भनेर निस्कियौँ। अनि यो वेरबी पार्क चाहिँ मेरो वान अफ द फेभरेट पार्क हो है। यस्तो राम्रो लाग्छ कि मलाई यो पार्क है। अझ स्पेसल्ली अझ यो समरमा त झन् फुलहरू फुलेर यति राम्रो हुन्छ कि यहाँ पुरै गार्डनहरू होइन, यस्तो फुलले भरिन्छ कि। अनि त्यसपछि त्यहाँनिर चाहिँ बुवा चाहिँ फोटोग्राफर भइरहनु भएको छ। अनि त्यसपछि मम्मीलाई चाहिँ फोटो खिच्नुपर्छ नि त एकदमै। अनि त्यही भएर बुवा चाहिँ अब म खिच्दिनँ भयो भन्नुभयो, मम्मी चाहिँ मेरो फोटो खिच्नु भन्दै हुनुहुन्छ। अनि अरू त ठिकै हो, मेलबर्नमा जाडो नै गराउने हावाले नै हो जस्तो लाग्छ मलाई चाहिँ कहिलेकाहीँ है। अनि यो रोज गार्डनमा पनि हामी यसो हेर्नको लागि म भित्र पसेको थिएँ। अहिले सिजन नभएर पनि एउटा रोज पनि फुलेको थिएन। अनि हामी चाहिँ अब घरबाटै खाना बनाएर लिएर आएको थियो। हामीले चाहिँ फ्राइड राइसहरू, स्यालेडहरू। अनि हामी चाहिँ यसै यहाँनिर जाऊँ न त यही पार्कमा बसेर खाऊँ भनेर चाहिँ हामी यहाँ आयौँ बस्नलाई। अहिले फेरि हेर्नु न, घाम फेरि कस्तो मजाले लागेको छ। खाना खायोरी चाहिँ हामी घरतर्फ लाग्यौँ। तर घर जानु अगाडि चाहिँ मलाई चाहिँ कसको पस्नुपर्ने थियो पेट्रोल हाल्नको लागि। अनि हामीले पेट्रोलहरू पनि हाल्यौँ। त्यसपछि हालेर हामी घरतिर फर्क्यौँ। यति नै थियो आजको दिन। थ्याङ्क यू फर वाचिङ।